आजको श्रम चाहिँ हाम्रो यही हो। यो मिसिन लाएर पनि फुकाउँछौँ तर मान्छेले नै श्रम गराइरहेछ। श्रमदान हो हाम्रो। सौ बुढा त्यो मासु पनि काँचो जस्तो छ प्याकिङको। काँचै खाने हो त्यो मासु। आज चाहिँ पहिलोचोटि पार्ट टाइम गर्न जाँदैछौँ होइन। अनि यहाँ तयारी भएर बसिरहेको छौँ। ठ्याक्क 7 बजे आउँछु भनिरहेछ। अनि यो चाहिँ हाम्रो घर हो। अनि जो बुढो मान्छे बाबैले चाहिँ आज हामीले पार्ट टाइमको लागि लाँदै हुनुहुन्छ उहाँले चाहिँ पहिला पनि काम गरेको पैसा दिएको छैन अरे होइन। आज हामी जानेछौँ। अनि दिएछ भने ठिकै छ, दिएन छ भने श्रमदान हुनेछ है ल। भरे के कति हुनेछ तपाईँलाई म देखाउनेछु है ल। हामी चाहिँ काममा आइसक्यौँ। यही वाल फोर्नु पर्ने रहेछ। आजको श्रम चाहिँ हाम्रो यही हो ल। हामीले काममा लेबर धेरै निकै टाढा ल्यायो। अनि यो चाहिँ आज हामीले श्रम गर्ने हो। ड्याम फुटाउने हो। दियो भने दिइहाल्यो, होइन भने श्रमदान हो आजको लागि हाम्रो ल। सामानहरू फुटाउने गर्ने यिनीहरू हो। कम्मर के हो। यसरी गर्नुपर्छ। यसरी हुन्छ। यता देखाउने फुटो। यो मिसिन लाएर पनि फुकाउँछौँ तर मान्छेले नै श्रम गराइरहेछ। श्रमदान हो हाम्रो। तिर्खा लगेर पानी ल्याइदिनु, तिर्खा लगेर पानी ल्याइदिनु भनेको बोदा भन्छ। यहाँ चाहिँ खाजा ल्याइदिनु भएछ। बियर 1 कार्टन अनि बिस्कुटहरू अनि पानी खायो पनि त्यो। यहाँ चाहिँ श्रम गर्ने हेर यहाँ चाहिँ। अनि यसरी खानेकुरा चाहिँ दिनुहुन्छ क्या। हाम्रो आजको लागि साउजी हो ठेकदार। मेरो किन फोटो खिच्नु भने यस्तो हालतमा यहाँ सौ बुढा खै। अब चाहिँ हामी खाजा भए पनि खाना भए पनि खानु आँटेको हो। त्यो मासु पनि काँचो जस्तो छ प्याकिङको। काँचै खाने हो त्यो मासु। अब जस्तो ल्याइदिएको छ त्यस्तै खानु पऱ्यो भने ल। हाम्रो ठेकदार साउजीले खाजा ल्याइदिनु भएको होइन। यो चिकन अरे होइन। यो के हो अब कहिले नखाएको चिज, नदेखेको चिज। कति पर्छ भन्दाखेरि झन्डै हो 4 युरो 90 रुपियाँ। 4 रुपियाँ 90 रुपियाँ भनेको 5 रुपियाँ भनौँ न। नेपाली पैसामा कन्भर्ट गर्दाखेरि झन्डै यो 800-900 जति पर्न जान्छ। कति 5 युरो भनेको नेपाली कन्भर्टमा कति पर्न जान्छ? 900 पर्न जान्छ होइन। यो चिकन अरे अब के हो कहिले नखाएको चिज, नदेखेको चिज होइन। अनि यो चाहिँ सायद जहाँसम्म लागेको गोरुको मासु चाहिँ हाफ बोइल गरेको होला होइन। हाम्रो सोचेमा चाहिँ गोरुको मासु हाफ बोइल गरेको जस्तो लाग्छ। खाजा यस्तो खाँदैछौँ हामी। बिस्कुटमा यसमा च्याप्प चेप्ने हो। अनि गुवाममा खाने हो। अनि बियर खानेले बियर ल्याउँदो रहेछ। खानुमा चाहिँ मस्त। अनि जुस ल्याउनेले जुस। पानी ल्याइदिनु मागेको बुढो मान्छेले पुरा बियर र पुरा चिसो ल्याइदिएछन्। अनि यहाँ चाहिँ खाना खाने चलन छैन। र यस्तै ब्रेडहरू मात्रै ल्याएर खानु चलाउनु छ। हाम्रो पहिलोचोटि मेरो चाहिँ पार्ट टाइम कामबाट चाहिँ मैले 50 रुपियाँ पाएको छु। यो 50 रुपियाँको हामी 3 जनाले 50 पाएको छ। नेपालमा कन्भर्ट गर्दाखेरि नि समथिङ 8 देखि 9 हजार जस्तो हुन्छ होला। पहिलोचोटि मेरो चाहिँ पार्ट टाइमको आज मेरो मेहनतको फल। श्रमदानै हुन्छ कि भनेको, तर श्रमदान जस्तै गरेको नि हो। तर बाबाले दिनुभयो 50। ल हामी अब बिदा पनि हुनेछौँ। अघि उतापट्टि काम गरे हो। त्यो काम सकेर यो माटो फिलिङ गर्नु थियो थोरै। यो माटो फिलिङ गरे हो। अहिले चाहिँ हामीले परदेशको जिन्दगी यस्तै हुँदो रहेछ। कहिलेकाहीँ झुकुल मुकुलमा पार्ट टाइम पनि पाइन्छ खोज्दा ओर्दा। ल यस्तै रहेछ। मैले देखाएँ। यहाँबाट म बिदा हुन चाहन्छु। सेवा